आज चाहिँ डे आउट विथ मम्मी, सो इट इज धर्मकर्मवाला डे। हामी चाहिँ चाङ्गु नारायण जाँदैछौँ। यहाँ चाहिँ कस्तो मजाले कोइली कराउँदैछ। मन्दिर दर्शन प्लस सर्ट हाइकिङ जस्तो भयो आजको दिन। हामी अर्को बाटोबाट मन्दिर गएको थियौँ। यो बाटो अलि धेरै हिँड्नुपर्ने बाटो रहेछ, तर यो बाटो ठ्याक्क मन्दिरको गेट अगाडि नै पुग्ने बाटो रहेछ। सिडी चढ्दै चढ्दै माथिसम्म गयौँ। मम्मी यहाँ अगाडि अगाडि हिँड्दै होइसिन्छ। यस्तो सल्लै सल्लाको रुखवाला जङ्गल थियो। यो सिडी माथिसम्मै सिडी नै चढेर जानुपर्ने थियो बाटो चाहिँ। यो जङ्गल कति राम्रो देखिएको छ। सबैको भिडियो रेकर्ड गरिसकेपछि आफूलाई पनि देखाउनै पर्यो। सो म चाहिँ यहाँ बिस्तारी बिस्तारी पछाडि भिडियो रेकर्ड गर्दै गर्दै हिँड्दैछु। मम्मी यहाँनेरि बाटोमा नयाँ साथी भेटेर उहाँसँग गफ गर्दै गर्दै उहाँलाई सबै कुरा एक्सप्लेन गर्दै गर्दै बिस्तारै हिँड्दै होइसिन्छ। यहाँ चाहिँ म अगाडि पुगेर भिडियो अलिअलि रेकर्ड गरेर मम्मीहरूलाई वेट गरेर बसिरहेको थिएँ। मम्मीहरू चाहिँ सिडी चढ्न गाह्रो मानेर बिस्तारी बिस्तारी बल्ल तल्ल हिँड्दै होइसिन्थ्यो। यहाँ चाहिँ म अगाडि नै माथि पुगेकोले वेदर कस्तो राम्रो थियो, घाम लागेको भएर सबै क्लियर देखिएको भएर एकछिन भिडियो बनाउँदै बसेँ। अलिअलि जुम गरेर भिडियो बनाएको। कस्तो मजाले भ्याली देखिएको छ, कस्तो राम्रो देखिएको थियो। हिँड्दै हिँड्दै माथि आएर एकछिन थाकेर रेस्ट गरेर शीतलमा बसेको, अनि त्यही बेला मैले यो भिडियो बनाएको। यो मन्दिर यति राम्रो छ, यहाँ आएर एकछिन बस्दा नि कति आनन्द आउँछ। मलाई चाहिँ असाध्यै राम्रो लाग्छ चाङ्गु नारायणको मन्दिर। दर्शन गरिसकेर हामी यहाँ सेल्फी लिँदै बसेको। नजिकैबाट चाङ्गु नारायण मन्दिर कति राम्रो छ। यहाँ चाहिँ मम्मी यसरी हिँडेर भगवान दर्शन गर्न जान्छु भनिसक्यो, अनि मैले भिडियो बनाइदिएको। फर्किँदा बाटोमा ह्यान्डमेड ह्याटहरू, अर्ग्यानिक ग्रिन टिजहरू, अनि डेकोरेसनको ह्यान्डमेड सामानहरू पनि टन्नै राखेको थियो बेच्नको लागि। अनि त्यहीँनेरि ह्यान्ड पेन्ट गरेको म्याग्नेटहरू पनि कस्तो राम्रो राम्रो राखेको थियो। मैले पनि एउटा राम्रो लागेर किनेँ। त्यसपछि हामी त्यहाँबाट फर्केर भक्तपुरको ब्यासीमा रहेको मत्स्यनारायणको मन्दिरमा दर्शन गर्न गयौँ। यो मन्दिर चाहिँ पानी नै पानीको बिचमा नारायण भगवानलाई राखिएको रहेछ र दैनिक रूपमा त्यहीँ पूजा हुने गर्ने रहेछ। यसलाई चाहिँ कीर्तिपुरमा रहेको मत्स्यनारायणको स्वरूप मानेर पूजा गर्ने प्रचलन रहेको रहेछ। अनि हामी यहाँ दर्शन गरिसकेर घरतिर फर्क्यौँ। लास्टमा चाहिँ आज खिचेको फोटोजहरू, यस्तै यस्तै फोटो खिचेर रमाइलो गर्दै आजको दिन यसरी नै बित्यो हाम्रो। थ्याङ्क यू फर वाचिङ।